नेपाल गभर्मेन्टले अब आफ्नो सबै सरकारी सफ्टवेयर बनाउन 30 जनाको एउटा सानो इन हाउस टिम खडा गर्दैछ। हरेक वर्ष करोडौंको सफ्टवेयर टेन्डर बाहिर जाँदा हुने कमिसन खेल र डेटा लिक रोक्न मन्त्रालयले यो नयाँ सेन्टरको रुल ल्याएको। लजिक सुन्दा दामी लाग्छ, आफ्नै सिस्टम आफ्नै सेक्युरिटी, तर ग्राउन्ड रियालिटी के हो थाहा छ? नागरिक एप, लाइसेन्स पोर्टल, राष्ट्रिय परिचय पत्र, भन्सार प्रणाली, नेपालमा सयौं सरकारी सिस्टमहरू छन्। प्राइभेट कम्पनीहरूले सयौं इन्जिनियर राखेर त सरकारी सर्भर डाउन भइरहेको हुन्छ भने सरकारी स्केलको तलबमा 30 जनाले पुरा देशको डिजिटल इन्फ्रास्ट्रक्चर कसरी कोड र मेन्टेन गर्छन्? कम्प्युटर इन्जिनियरिङमा एउटा हार्ड रियालिटी छ। इन हाउस क्यापेसिटी नबढाई टेन्डर मात्र रोक्दा सिस्टम सुरक्षित होइन, झन स्लो र क्र्यास हुन्छ। करोडौंको टेन्डर घोटाला रोक्नु एकदमै जरुरी थियो, तर 30 जनाको टिमले सिङ्गो डिजिटल नेपाल ठान्छ भन्नु कागजी पोलिसी त राम्रो होला, प्राविधिक रूपमा चाहिँ ठुलो जोखिम हुन सक्छ। तपाईको विचारमा सरकारी सिस्टम प्राइभेटलाई नै बनाउन दिनुपर्छ कि इन हाउस नै ठीक हो?